नमस्कार एभ्रिवान। आज यति सुन्दर दृश्य देखिरहेछ त्यो सिलिगुडी अनि हामी यो रङटङदेखि अलिकति माथि छौँ। अनि आज हामी यहाँनिर आएका थियौँ होइन। तपाईँहरूलाई म रङटङको बारेमा अलिकति भन्नु मन लाग्यो। अनि रङटङ चाहिँ कसरी लाइमलाइटमा आयो भने जब यो 1881 मा जब ट्र्याक बिछ्यो है डिएचआरको, यो रुट भएर जानु थाल्यो भनेपछि रङटङलाई पनि समेट्यो। अनि रङटङको विशेषता चाहिँ के छ भने रङटङ आएपछि चाहिँ अलिकति यो पहाड अलिकति हाई हुन थाल्यो। त्यही लागि मैले तपाईँलाई पहिलाको भिडियोमा नै भनेको थिएँ रङटङ यो क्षेत्रमा चाहिँ बेसी लुपहरू बनाउनु पर्यो र पिकअप पोइन्ट बनाउनु लागि हिमालयन रेलवेलाई। अनि रङटङ हामी नाम बुझ्नु चाह्यौँ भने चाहिँ रङटङ चाहिँ कता न कतै एउटा लेप्चा शब्द नै हो। रङ या रङ भन्दाखेरि चाहिँ लेप्चा भाषामा त्यो खोला नै बुझिन्छ। हामी खोला या नदी या यस्तो झोडा बुझ्छौँ। अनि टाङ भन्दा चाहिँ कता न कतै एउटा एम्टी जग्गा है, एम्टी जग्गालाई या एम्टी या सुखा जग्गालाई अब टाङ भनिन्छ लेप्चा भाषामा त्यसलाई ट्रान्सलेट गर्दाखेरि। अनि राङटाङ भनेको चाहिँ त्यस्तै सुखा खोला या सुखा जग्गा काइन्ड अफ होइन, त्यतिखेर मेबी त्यस्तै थियो होला भनेर चाहिँ यो राङटाङ भन्ने शब्दको उत्पत्ति हुन आयो। अनि अलि एउटा एकदमै सुन्दर जग्गा छ। रङटङको विशेषता अर्को के छ भने यहाँनिर बर्ड वाचरहरू पनि आउँछ अथवा फोटोग्राफी गर्नेहरू, वाइल्ड लाइफ फोटोग्राफरहरू यहाँनिर विशेष गरी हर्नबिल है, हर्नबिलको धेरै स्पिसिसहरू छ भनेर भनिन्छ। यहाँ विभिन्न प्रकारको हर्नबिलहरू पाइन्छ। अनि अहिले चाहिँ मलाई एकदमै म त्यो मन्त्रमुग्ध भइरहेको छु है सिलिगुडीलाई हेर्दाखेरि। यहाँबाट कति सुन्दर देखिन्छ अनि हाम्रो यो जग्गा होइन कति सुन्दर छ, यसको बयान गर्न सकिँदैन। अनि आज मैले तपाईँहरूलाई यति नै रङटङको बारेमा साझा गरेँ। यस्तै जानकारीको लागि तपाईँहरूले सपोर्ट गर्नुहोस् मलाई। मेरो पेज छ फेसबुकमा द फ्याक्ट, त्यसलाई फलो गरिदिनुहोस्। थ्याङ्क यू सो मच।